आज चाहिँ हाम्रो कीर्तिपुरदेखि कालिन्चोकसम्मको यात्रा है। हामी चाहिँ 4 जना थियौँ, 4 जना भएर कीर्तिपुरबाट हिँड्यौँ। हाम्रो यो चाहिँ एकदम अनप्लान यात्रा हो। हामीले थाहा नै थिएन कि हामी आज कालिन्चोक जाँदैछौँ भन्ने। बिहानसम्म पनि हाम्रो चाहिँ एक्कासी हामीलाई घुम्न जान मन लाग्यो। अनि त्यसपछि चाहिँ हामीले प्लान बनाएर हिँडिहालेको। त्यही भएर हामी सपिङ गर्नुपर्ने थियो। सपिङ गर्नलाई लगनखेल जानुपर्ने। अनि लगनखेल गएर बल्ल हामी जडीबुटी जाँदै थियौँ गाडी चढ्नको लागि। तर यहाँ थुप्रै बेरसम्म बस्यौँ गाडी नै आउँदैन। सुन्दरा जाने गाडी चाहिँ जति पनि आइरहेको थियो, तर लगनखेल जाने गाडी चाहिँ आउँदै नआएर बल्ल आयो। 15 मिनट बसेपछि बल्ल आयो है। अनि हामी यहाँबाट चाहिँ लगनखेल जानको लागि चाहिँ हिँड्यौँ गाडीमा। आज चाहिँ होली थियो नि त, त्यही भएर लगनखेल खाली पनि थियो, तर डर पनि थियो कि त्यहाँ हामीलाई कता अबिर पानी च्यापिदिने हो भन्नुपर्ने। हामीले चाहिँ हाम्रो सपिङ छिटो गरेर गऱ्यौँ। छिटै गर्दाखेरि पनि हामीलाई चाहिँ टाइम लागिसकेको थियो। त्यही भएर हामीले ट्याक्सी बुक गऱ्यौँ र अनि इनड्राइभमा बुक गऱ्यौँ। त्यसपछि चाहिँ हामी चाहिँ जडीबुटी हामी निस्किहाल्यौँ यहाँबाट सामान किनेर। जडीबुटी गइसक्दाखेरि त बस पार्कमा हाम्रो गाडी नै थिएन। अनि हामी चाहिँ केही बाटोमा भौतारिरहनु पर्यो। अब गाडी त खोज्नु पर्यो। त्यो भएर चाहिँ हामीले बल्ल एउटा इभी चाहिँ भेट्टायौँ है। संजोग हाम्रो लकले गर्दाखेरि इभी भेटेको। अनि एकदम फ्रेस बल्ल भयो। अनि 2 जना चाहिँ खाजा खान जानुभयो। हामीलाई चाहिँ खानु मन थिएन। समीक्षा र म चाहिँ गाडीमै बसिराखेका थियौँ। हामीलाई चाहिँ खाजा खान नगएको चाउचाउ आएछ है। अब हामी चाहिँ यहाँबाट हिँड्यौँ जडीबुटीबाट चाहिँ। अब चरीकोटसम्मको लागि हिँड्यौँ। चरीकोटबाट चाहिँ हाम्रो अर्को गाडी चेन्ज गर्नुपर्ने थियो। ठाउँहरू हेर्दै हिँड्यौँ। हामीले चाहिँ यो ठाउँ चाहिँ म चाहिँ फर्स्ट टाइम आएको थिएँ। सायद हामी 3 जना चाहिँ फर्स्ट टाइम आएको ठाउँ हो। ज्वाइँ चाहिँ पहिले आइसक्नु भएको रहेछ। अनि यहाँ चाहिँ ज्वाइँ, म, अनुपा, अनि त्यसपछि समीक्षा बहिनी सँगै हामी 4 जना चाहिँ यात्रा गरिराखेको। हामीलाई चाहिँ यहाँ नआएको ठाउँ भएको भएर रमाइलो राखेको थियो। अरू बेलामा चाहिँ गाडीमा बस्ने बित्तिकै निन्द्रा लाग्थ्यो। कतिखेर गाडीबाट झर्न पाए हुन्थ्यो जस्तो हुने। तर आज चाहिँ एकदम रमाइलो भइरहेको थियो। हामी चाहिँ गाडीमा हिँडिरहेको थियौँ। निन्द्रा चाहिँ लागेको थिएन हामीलाई। अनुपाहरू निदाउँदाखेरि पनि उनीहरू जबरजस्ती उठाउँदै सुत्नै पाइँदैन है गाडीमा भन्दै हामी जबरजस्ती हेर्न लगाउँदै आइरहेको थियौँ। सुरुमा त अफ रोड भएको भएर कस्तो गाह्रो पनि भइरहेको थियो। धुलो आइरहेको थियो गाडीभित्र पनि। तर पछि चाहिँ बाटो राम्रो रहेछ। हामी चाहिँ अहिले सुकुटियामा चाहिँ चिया खान रोकेको। अनि चिया खान रोक्दाखेरि चाहिँ हामी फोटो खिच्यौँ सबैजनाले भएर। अनि यहाँ सुकुटियाबाट चाहिँ हामी अब लगभग 2.5 घन्टा लाग्दो रहेछ चरीकोटसम्मको लागि। अनि हामी यहाँबाट हिँडिहाल्यौँ है। माथि उकालो खाडीचौर भन्ने ठाउँबाट चाहिँ उकालो लाग्नुपर्ने रहेछ। यहाँ चाहिँ सिन्धुपाल्चोक नै छ। अनि त्यसपछि चाहिँ बल्ल उता गएपछि चाहिँ दोलखा जिल्ला आउँदो रहेछ। अनि हामी उकालो सुरु भयो। पानी परिरहेको थियो, बाटो चिप्लो थियो। त्यही भएर गाडी चाहिँ एकदम स्लो नै थियो, ठिकै थियो। अब स्पिड गर्नु पनि त भएन नि। त्यस्तो बाटो यस्तो बाटो छ, त्यसमाथि पानी परिरहेको छ। आनन्दले मौसम चिसो हो। चितवनमा त गर्मी लागिसकेको थियो यति बेला। तर हामी चाहिँ चिसो ठाउँमा, अब हामीलाई थाहा थिएन यहाँ कतिको चिसो हुन्छ भन्ने थाहा थिएन। अहिलेसम्म चाहिँ हामी ठिकै छौँ। अब चाहिँ के हुन्छ थाहा छैन। यो चाहिँ मुडे बजार है। मुडे बजार अनि खैरडुङ्गा आयौँ। हामीलाई चाहिँ यहाँ चाहिँ एकदम रमाइलो लाग्यो। अगाडि चाहिँ भाइसँग सल्लाह गरेर ज्वाइँले एकछिन रोकौँ न भन्नुभएको रहेछ यो भ्यू हेर्नको लागि। यहाँ चाहिँ एकदम चिसो भएको भएर हामी चाहिँ कठ्याङ्ग्रेर बसिरहेको छौँ। तर रमाइलो पनि राम्रो लागिरहेको थियो। अगाडि हामीले चाहिँ यो भ्यूहरू चाहिँ अब हाम्रो लागि चाहिँ एकदम नयाँ अनि एकदम एक्साइटेड थियो नि त। त्यही भएर ठ्याक्कै घाम डुब्न लागेको चाहिँ राम्रो आइरहेको थियो। अँध्यारो हुन थाले सकेछ। फेरि
पानी पर्न लागेछ। अब बाँकी अलिकति बाँकी चाहिँ अफ रोड छ अरे। अब छिटो छिटो जानु पर्यो भनेर यहाँ हताइराख्नु भएको छ। हामीलाई चाहिँ अब यत्तिकै रमाइलो। अब फेरि हाम्रो यात्रासम्म त हामी पुग्नु पऱ्यो नि त, यहीँ बसेर नआउने, नत्र त यहीँ बसेर मिल्ने भने त यहीँ टेन्ट टाकेर बसौँ जस्तै भइराखेको त्यो ठाउँ चाहिँ। यस्तो रमाइलो रहिरहेको। अनि सबै अब हिँड्नुपर्ने भयो, छिटो छिटो गरेर जानलाई हामी चाहिँ अब गाडीमा गयौँ। यहाँबाट पनि अझै चरीकोट पुग्न 1 घन्टा त लाग्ने नै थियो। अब हाम्रो गाडीको पनि व्यवस्था भएको थिएन, माथि जानलाई अर्को बुलेरोमा जानुपर्ने हुन्थ्यो। भाइले नै गाडी बुक गरिराखिदिनु भएको थियो। त्यसपछि अब त्यहाँ गएर त्यहाँबाट लगभग अझै 1.5 घन्टा लाग्नुपर्ने। हाम्रो यहीँ 7 बजिसकेको थियो। हामी यहाँ मकैबारी भन्ने ठाउँबाट चाहिँ हाम्रो गाडी चेन्ज गर्नुपर्ने कुरा थियो। 7 बजिसकेछ। अब अझै कतिखेर जाने, पानी परेछ, माथि चाहिँ अफ रोड छ अरे। त्यसमाथि आज चाहिँ हामीलाई हिउँ परेखा कि भन्ने लागिरहेछ। अब के हुन्छ त्यहाँ भाइसँग भेटिसकेपछि बल्ल थाहा हुन्छ माथि कालिम्पोङमा हिउँ परेछ कि परेन भनेर। सायद हाम्रो लक कस्तो छ भन्ने कुरामा पनि डिपेन्ड गर्छ। अब हामी आउन थाल्यो। यो चाहिँ मकैबारी बजार है। मकैबारी बजारबाट चाहिँ माथि लाग्नुपर्ने रहेछ, चरीकोटबाट पनि जाने रहेछ। तर हामी चाहिँ यतैतिर हाम्रो गाडी यतै भएको भएर चाहिँ हामी मकैबारीबाट जाने भन्ने कुरा छ। चाहिँ हाम्रो गाडीमा आउन थाल्यो भन्नुभएको छ। सायद यही हो है, चाहिँ यहाँ पनि होइन रहेछ। अनि अँधेरो भएको भएर केही खासै देखिएकै छैन यहाँ रातिमा त केही पनि। फेरि अर्को बजार आयो, सायद यही हो, यहीँ छ होला। यही हो कि हाम्रो गाडी यहीँ रोकिदिनु भयो, गाडी यही रहेछ। अब यहाँबाट चाहिँ हामी चाहिँ कालिम्पोङको लागि माथि पाहाड उक्लिन थाल्यौँ। 1.5 घन्टा उक्लिसकेपछि हामी यो ठाउँमा आइपुगेको छौँ र हामीले जस्तो सोचेको त्यस्तै छ। बढी चिसो भइरहेको थियो, पानी पनि परिरहेको थियो। हामी बस्ने ठाउँ चाहिँ अलि केबल कारको नजिकै पर्दो रहेछ। त्यही भएर आएपछि अलिकति टाइम लाग्ने रहेछ। हामी बस्ने ठाउँ आइपुग्न थाल्यो है। अब चाहिँ यहाँसम्म आउँदाखेरि चाहिँ हाम्रो लगभग 8:30 भइसकेको थियो। अनि हामी बस्ने ठाउँ आयो। अब आएर सबै भित्र गएर बस्नु भइसकेको छ। म चाहिँ एकैछिन चाहिँ बाहिरै फ्रेस हुन्छु भनेर बाहिरै फ्रेस भएँ। भित्र गएको चाहिँ एकदम चिसो भएर सबै तातो पानी खाँदै बस्नु भएको रहेछ। अनि कपडा त हामीले त सोचेको भन्दा पनि धेरै लाउनु पर्ने चाहिँ एकदम चिसो भइरहेको छ। अब चाहिँ हामी फ्रेस भएर खाना खाएर अनि रुममा जान्छौँ। हाम्रो रुम पनि यहीँ नजिकै छ, 2टा रुम लिएको छौँ हामीले। ल आजलाई चाहिँ अब यति नै। अब हामी खाना खान्छौँ। आजलाई चाहिँ यति नै। शुभरात्रि। बाँकी भोलि